सो हेलो एन्ड नमस्ते एभ्रिवान। मेरो नाम चाहिँ निशान। यो चाहिँ मेरो युट्युबको दोस्रो भिडियो हो होइन। योभन्दा अगाडि चाहिँ मेरो पहिलो भिडियो चाहिँ मैले हालिसकेको थिएँ। त्यो चाहिँ घ्याम्पे डाँडाको ट्राभल ब्लग थियो। सो त्यो पनि गएर यो भिडियो पछि चेक गरिदिनु होला के कस्तो भयो होइन। मेरो फर्स्ट भिडियोमा के इम्प्रुभ गर्नुपर्ने हो त्यो मलाई कमेन्ट गरिदिनु होला। म सबै कुराहरू पोइन्ट आउट गरेर सुधार्नेछु। अनि बेसिकली आजको यो भिडियो बनाउने कारण चाहिँ मैले फर्स्ट भिडियोबाट चाहिँ मलाई के इक्विपमेन्टहरू चाहिँदो रहेछ भ्लगिङको लागि भन्ने कुरा चाहिँ मैले थाहा पाएर मैले दराजबाट केही सामानहरू लिएर आएको थिएँ। त्यही सामानहरूको भिडियोहरू म आज बनाउन गइरहेको छु। सो फर्स्टमा एकदमै भ्लग गर्दाखेरि चाहिँ चाहिनै पर्ने कुरा भनेको यो ट्राइपड रहेछ होइन। यो ट्राइपड चाहिँ तपाईँको एकदमै रिजनेबल पनि छ र प्लस हेर्दाखेरि पनि राम्रो छ अनि काम पनि त्यस्तै राम्रो गर्छ होइन। मैले यो अराउन्ड दराजबाट 600 अराउन्ड 650तिरै किनेको मैले यो पनि। सो एकदमै भ्याल्यु फर मनी अनि हेर्दाखेरि पनि राम्रो छ र काम पनि त्यस्तै राम्रो गर्छ है त। यो चाहिँ एकदमै चाहिने कुरा रहेछ। यो चाहिँ जहाँ लाँदा पनि टक्क ब्यागमा बोक्यो एउटा होइन, सुट गऱ्यो, एक्लै छ भने पनि मजाले ट्राभल भएकोमा पनि युज हुन्छ यो चाहिँ होइन। सो यो चाहिँ एउटा एकदमै चाहिने कुरा र प्लस चाहिने भनेको यो माइक, जुन मैले यो माइक अहिले बोकिरहेको थिएँ होइन। यो माइक पनि मैले दराजबाटै लिएको हो, यो टिएक्सको माइक हो। सो यसमा चाहिँ 3टा मोड आउँछ होइन। एउटा चाहिँ अकोस्टिक मोड, एउटा चाहिँ तपाईँको यो नोइज क्यान्सलेसन अनि अर्को चाहिँ इको मोड हुने रहेछ होइन। अहिले चाहिँ मैले यो नोइज क्यान्सलेसन मोडमा बोलिरहेको छु म, किनकि अहिले चाहिँ पानी परिरहेको छ यतातिर। सो त्यो पनि टेस्ट हुँदैछ, त्यो पनि अहिले चेक गर्न मिलिहाल्छ होइन, कतिको नोइज क्यान्सल गर्दो रहेछ कि गर्दो रहेछ भनेर। सो बेसिकली सबै राम्रो छ यो माइकको पनि होइन, एकदमै अफोर्डेबल प्राइसमा। सो सुरुमा चाहिँ हामीले होइन इक्विपमेन्टहरू किन्दाखेरि चाहिँ एकदमै हेभी इक्विपमेन्टमा किन जाने भनेर मैले यो फर्स्टमा चाहिँ एकदमै रिजनेबल प्राइसको सामानहरू किने। यो माइक चाहिँ मलाई 1800 रुपियाँ पर्यो होइन। यसमा चाहिँ तपाईँको 2टा टाइप सी र एउटा चाहिँ यो आइफोनको कनेक्टर आउँदो रहेछ होइन। त्यो चाहिँ एकदमै राम्रो छ। जोस् यो माइकको चाहिँ साउन्डहरू पनि अहिलेसम्म चाहिँ मलाई एकदमै राम्रो लागिरहेछ। अब मेन त नोइज क्यान्सलेसनको कुरा गर्दाखेरि चाहिँ एकदमै हेभी त्यो बाहिरको ट्राफिक नोइजहरू चाहिँ त्यस्तो मजाले क्यान्सल गर्न सक्दैन यसले चाहिँ होइन। जोस् ठिक्कको छ होइन, काम चलाउँछ, युज गर्दा हुन्छ तपाईँहरूले पनि यो पनि। सो अर्को किनेको सामान भनेको मैले चाहिँ यो एउटा माउन्ट हो है, यो हेलमेट माउन्ट होइन मोबाइलको लागि। यो पनि कति 300 350मा किनेको सामान हो यो। यो पनि एकदमै राम्रो छ, यो पनि भ्याल्यु फर मनी नै हो यो। अनि यसमा चाहिँ बेसिकली फर्स्टमा चाहिँ मलाई युज गर्न अलिक डर लागिरहेको थियो, किनकि फोनहरू अडिन्छ कि अडिँदैन। यसो अब खाल्टो खुल्टोमा पर्दाखेरि बाइकहरू झर्का खाँदाखेरि चाहिँ फोनहरू झर्छ कि झर्दैन भन्ने चाहिँ डर लागेको थियो। त्यो पनि मैले अस्ति ट्राई गरेँ यो युज गरेर। सो राम्रो छ, त्यस्तो भिडियोहरू पनि नहल्लिने रहेछ अनि फोनहरू पनि त्यस्तो झर्ने प्रब्लम चाहिँ नहुने रहेछ यस्तो माउन्टहरूमा चाहिँ। त्यही हो, अब पछि पुरानो भएपछि हल्लिँदै गएपछि यस्तो भिडियोहरू सेकी हुन्छ होला, तर अहिले चाहिँ इट्स अल गुड है। त्यो भन्नुपर्दा त्यही हो। अब सो फर्स्टमा चाहिँ किन महँगो प्रोडक्टमा जाने होइन। स्टार्ट गर्दाखेरि सबै चाहिँ म जस्तै बिगिनर्सहरू टन्नै हुनुहुन्छ होला होइन, तपाईँहरूलाई पनि यो भिडियो काम लाग्छ होला होइन। सो फर्स्टमा चाहिँ यही सस्तै कुराहरूबाट काम चलाउ कुराहरूबाट स्टार्ट गरेर सो पछि राम्रो भएपछि होइन राम्रो प्रोडक्टहरू लिन सकिन्छ। सो अहिले चाहिँ यति नै हो होइन। यो सबभन्दा इम्पोर्टेन्ट कुरा चाहिँ यो तपाईँको ट्राइपड भइहाल्यो अनि माइक होइन। यो चाहिँ एकदमै चाहिने कुरा रहेछ यो 2टा चाहिँ। यो चाहिँ नर्मली स्टार्ट गर्दाखेरि पनि चाहिँदो रहेछ यो कुरा चाहिँ। बजारमा धेरै माइकहरू पाउने रहेछ क्या, सस्तो महँगो होइन, कुनै 500 जाने, कुनै 600 जाने, कुनै 5000 जाने पनि हुन्छ होइन। तर यो चाहिँ मलाई एकदमै मन परेको, यो चाहिँ हेर्दाखेरि पनि चट्ट परेको राम्रो छ। यसको ब्याट्री पनि राम्रै टिकिरहेछ अहिलेसम्म। सो यति नै इक्विपमेन्टको बारेमा कुरा गर्दाखेरि चाहिँ। सो अब कुरा गर्दाखेरि चाहिँ मेरो युट्युब जर्नीको कुरा गर्दाखेरि चाहिँ मलाई चाहिँ पहिलेदेखि नै युट्युबमा आउने रहर थियो धेरै नै है। 2-3 वर्ष अगाडिदेखि नै मैले युट्युबमा आउनु खोजेको थिएँ, तर यो क्यामेरा फेस गर्न चाहिँ डर लागेर अनि तपाईँको पब्लिकले के भन्छ अनि मान्छेले फोन समातेर हिँड्दाखेरि के भन्छ होइन, यो कुराहरूलाई लिएर सोच्दाखेरि चाहिँ मलाई अलिकति नर्भसनेस होइन। अहिले पनि इभन बोलिरहेको बेला चाहिँ म अझै नर्भस भइरहेको छु, मेरो अझै बानी भएको छैन कि राम्रोसँग बोल्ने। सो बिस्तारै सबै इम्प्रुभ हुन्छ होइन। त्यो कुराहरू सबै हामीले इग्नोर गरेर अगाडि बढ्नुपर्ने रहेछ होइन। सो बिस्तारै अब यसरी नै म कन्फिडेन्सहरू गेन गर्दैछु। यो चाहिँ मेरो दोस्रो भिडियो हो। अब फ्युचरमा पनि हजुरहरूले अब अझै योभन्दा राम्रो कन्टेन्टहरू मेरो आउनेवाला छ होइन। अब ट्राभल ब्लग हुनसक्छ अनि तपाईँको यो च्यालेन्ज ब्लगहरू हुनसक्छ होइन। यस्तो कन्टेन्टहरू म ल्याइराख्नेछु है। अनि त्यसको लागि हजुरको माया र साथ मलाई चाहिन्छ। सो प्लिज होइन
सबले सब्सक्राइब गरिदिनु होला, लाइक गरिदिनु होला, कमेन्ट गरिदिनु होला। मेरो के कुरा मिलेको छ छैन होइन, मैले के कुरा सुधार्नुपर्ने कुराहरू छ होइन, त्यो सबै कुराहरू तपाईँ कमेन्ट गरिदिनु होला है त। कमेन्ट गरिदिनु होला, मलाई सजेसन कमेन्टमै सजेसन दिनु होला, म सबै कमेन्टहरू पढ्नेछु। सो त्यही हो गाइज आजको भिडियोहरू चाहिँ होइन। बेसिकली आजको भिडियो चाहिँ मेरो यही सामानहरूको भिडियो हो, अनि र मेरो बारेमा है त। त्यही हो मेरो बेसिकली त्यही आजको भिडियोमा चाहिँ मैले यो सामानहरू होइन, चाहिने कुराहरू के रहेछ फर्स्ट फर्स्टमा त्यसको त्यो रिलेटेड भिडियो, अनि र मेरो यो अब नयाँ स्टार्ट भइरहेको यो युट्युब जर्नीको कुरा हो है त। सो तपाईँहरूलाई म अझै योभन्दा बवाल अझै राम्रो राम्रो कन्टेन्टहरू, रमाइलो कन्टेन्टहरू म लिएर आउनेछु। ग्रुपको कन्टेन्टहरू, सबै कन्टेन्टहरू म कभर गर्न सक्छु मेरो यही च्यानलमा। सो सबजना चाहिँ मेरो फर्स्ट ब्लग चाहिँ हेरिदिनु होला गएर होइन, त्यहाँ मेरो कति कति के कुरा मिलेछ छैन सबै कमेन्ट छोडिदिनु होला। म होइन सबै कुरा म इम्प्रुभ गर्न खोज्छु। सो आजको लागि यति नै। सी यु गाइज इन द नेक्स्ट भिडियो। थ्याङ्क्स फर वाचिङ है। सबैलाई माया सपोर्ट दिनु होला सबैजनाले। सो मेरो फर्स्ट भिडियो पनि गएर हेरिदिनु होला एकचोटि। आफ्नो कमेन्टहरू के चाहिन्छ, सुधार्नुपर्ने कुराहरू सबै लेखिदिनु होला कमेन्टमा गएर। सो बाइ सी यु।